मावि चक्करलाई क्वेसन जान्छ विश्वको सबभन्दा गहिरो ताल कुन हो? बैकाल ताल सही उत्तर। मावि ज्ञानकुपलाई क्वेसन जान्छ इंग्लैंड देश को राजधानी कुन हो? इंग्लैंड देश को राजधानी कुन हो? लंडन सही उत्तर। मावि गिधा बेलापट्टिलाई क्वेसन जान्छ सूर्यको प्रकाश पृथ्वीमा आउन कति सेकेन्ड लाग्दछ? सूर्यको प्रकाश पृथ्वीमा आउन कति सेकेन्ड लाग्दछ? पूरा 8 मिनट 20 सेकेन्ड पूरा सर सेकेन्डमा मात्र भन्नुपर्छ कि मिनेटमा पनि? उत्तर सेकेन्डमा दिनुपर्छ। 8 मिनट 20 सेकेन्ड 20 सेकेन्ड 9 सेकेन्ड में करा गए टाइम 500 सेकेन्ड सही उत्तर। मावि अठाडे विश्वमा चट्याङको देश ल्यान्ड अफ थन्डर बोल्ट भनेर कुन देशलाई चिनिन्छ? भुटान सही उत्तर। मावि खजरी महुआ विश्वमा सबभन्दा बढी वन जंगल भएको देश कुन हो? विश्वमा सबभन्दा बढी वन जंगल भएको देश कुन हो? रूस गलत उत्तर। क्षेत्रफलको आधारमा जानु परेन। सही उत्तर छ ब्राजिल। अब मावि खजरी चनाबाट नै चाहिँ दोस्रो राउन्डको क्वेसन जान्छ धर्म संस्कृतिबाट। मावि खजरी महुवालाई क्वेसन जान्छ भगवान गौतम बुद्धको आमाको नाम के थियो? मायादेवी सही उत्तर। मावि अठाडे त्रेता युगमा अयोध्या कुन नदीको किनारमा रहेका थिए? हुन त हाल पनि त्यही अवस्था छ। त्रेता युगमा अयोध्या कुन नदीको किनारमा रहेका थिए? सिंपल क्वेसन। अयोध्या कुन नदीको किनारमा? दामोदर गलत उत्तर। सरयू नदी। मावि गिधा बेलापट्टि त्रेता युगमा जनकपुरलाई के भनिन्थ्यो? मिथिला सही उत्तर। मावि ज्ञानको लाइट अफ एसिया भनेर कसलाई चिनिन्छ? गौतम बुद्ध सही उत्तर। मावि चक्कर नेपालका 4 धाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझिन्छ? नेपालका 4 धाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझिन्छ? जगन्नाथ रामेश्वर गलत उत्तर हो। नेपालको भयो बराज क्षेत्र, मुक्ति क्षेत्र, रुडु क्षेत्र, हरिहर क्षेत्र। नक्टाझिज। विश्वको सबभन्दा पुरानो धर्म कुन हो? हिन्दू धर्म सही उत्तर। राउन्ड सक्यो कि? मावि सुगा निकास प्रसिद्ध ताल बराही मन्दिर नेपालको कुन जिल्लामा पर्दछ? ताल बराही मन्दिर नेपालको कुन जिल्लामा पर्दछ? कास्की सही उत्तर। राउन्ड खत्म। अब दोस्रो राउन्ड सक्यो। अब यसमा चाहिँ आएका नआएका हैन अहिले 8 राउन्ड अहिले पनि बाँकी छ हैन। ध्यानपूर्वक खेल्नुस्। यसमा चाहिँ यही कुरा हो कि अरू विद्यार्थीले राम्रो गर्यो भने त्यसबाट सिक्ने हो, ईर्ष्या गर्ने होइन। अरूले त फटाफट उत्तर दिइराखेको छ, त्यसबाट हामी सिक्ने हो। सिकेर चाहिँ फेरि तपाईहरु घरमा गएर पढ्नुस्। एक पटकको कुरा होइन। तपाईको स्कुलमा नै
फेरि चाहिँ यस्तो कार्यक्रम हुन्छ त्यहाँ राम्रो गर्नुहोस्, अर्को साल यहाँ पनि हुन्छ। ल अब मावि सुगा निकासबाट विश्वको इतिहासको क्वेसन जान्छ। ल मावि सुगा निकासलाई फर्स्ट क्वेसन, विश्वको सबभन्दा पुरानो सभ्यता भनेर कुन सभ्यतालाई चिनिन्छ? विश्वको सबभन्दा पुरानो सभ्यता कुन हो? रोमको सभ्यता गलत उत्तर। मिस्रको सभ्यता, जुन मिस्रलाई चाहिँ नक्टाझिज। मावि नक्टाझिज। विश्वमा नाप तौलको लागि मेट्रिक प्रणाली सर्वप्रथम कुन देश प्रचलनमा ल्याएका थिए? मेट्रिक प्रणाली सर्वप्रथम कुन देश प्रचलनमा ल्याएका थिए? फ्रान्स। सही उत्तर। लाग्थ्यो कि यो त हैन? क्रिकेट हेर्दाखेरि टेस्ट म्याचमा एउटा खेलाडी थियो श्रीलङ्काको महिला जयवर्धने, सेम त्यस्तै मलाई कस्तो लाग्यो भने लेट कट त्यसलाई भनिन्थ्यो कि लास्टमा गएर लाग्थ्यो कि बल चाहिँ अब चाहिँ छोडिराखेको छ अनि यसरी चाहिँ टच गरिदिन्थ्यो। मावि चक्कर। प्रसिद्ध भनाइ ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ, यो भनाइ कुन नेपाली नाटककारको हो? ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ, यो प्रसिद्ध भनाइ कुन नेपाली नाटककारको हो? बालकृष्ण ठीक। मावि ज्ञानको विश्वास त थिएन, त्यही पनि भनिदियो। अब मावि ज्ञानको ध्यानपूर्वक सुन्नुहोस्। विश्वको प्रथम लिखित संविधान कुन देशको रहेको छ? बेलायत गलत उत्तर। यस्तो एस्पेक्ट थिएन तपाईसँग। ठीक छ, सही उत्तर अमेरिका। गिधा बेलापट्टि दुईवटा कुरा छ, एउटा अघिको मेट्रिक प्रणाली र यो अमेरिकावाला। गिधा बेलापट्टिको क्वेसन रहेको छ, विश्व इतिहासमा प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्ची कुन देशका थिए? लियोनार्दो दा भिन्ची कुन देशका थिए? इटली। सही उत्तर।